गाइस हेर्नु हिउँको बर्सात भएको छ। आज चाहिँ यो गाडी पुरिन रहेछ। यहाँभित्र चाहिँ एउटा गाडी हुलेको छौँ, अर्को गाडी यहाँ। अब लास्ट यो चाहिँ सबसे भन्दा धेरै हिउँ परिरहेछ। आमामा कस्तो खतरा परेछ है हिउँ। हैटेरिकै हिउँ त छैन हिउँ हाम्रो घरतिर चाहिँ हिउँ। गाइजहरू हेलो गाइस हेर्नु हिउँ हिउँ नाना पुर्ने हिउँ परेको छ। नाना पुर्ने हिउँ दाजुले भनिहाल्छ हिउँ त गाइस हाम्रो बुहारी नानी यहाँ हेर्नु होला। म अमेरिकाको स्नोसँग रमाउँदै थिएँ नि है। अरूको चाहिँ अब घर घरमा सोरिसकेको छ, कतिले बिहान बिहानै सोरेको। यो चाहिँ हाम्रो नानाको घर, हाम्रो घर अगाडि चाहिँ सोरिसकेको अघि। यो चाहिँ अब नानाको घर हो। यहाँ नानाको घर अगाडि चाहिँ सोर्दैछौँ, सोरिरहेछ। अनि हामी पनि हेल्प गरिरहेछौँ, धेरै नसके पनि थोडा थोडा गाइड हो। दाजु चाहिँ हिउँ सोद्धा 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 थकित भएपछि चाहिँ खाजा चाउमिन बनाएर दिइरहनु भएको छ। सेमीमा सेकुमको नानाको